Hello everyone, welcome to my new vlog. भनिन्छ every new day is new beginning. हिजो मैले पावर टिलरको भ्लग बनाएको थिएँ भने आज चाहिँ गोरु जोतेको। आज हाम्रो खेतमा खेत सकेर बारीमा 2 हाल गोरु छ र त्यो भ्लग बनाउँदैछु। मैले त्यो किन बनाएको र अन्तमा भन्नेछु र म चाहिँ अहिले हलीलाई स्याहार गरेर जाँदैछु। हेर्दै गर्नुहोस् मेरो भ्लग। अन्तिममा म यसको भ्लग बनाउनुको औचित्य बताउनेछु। आजको युवा पिँढीलाई यो अचम्मको विषय गर्नेछ। धानभित्र चामल हुन्छ नि थाहा नहुनेलाई त्यो कुराहरू बताउनुपर्छ कि खेतीपाती यसरी गरिन्छ भन्ने। अनि ट्रेनमा हुने चाहिँ मेरो दाजु साइनो दाजु जोत्दैछ। गोरु चाहिँ टेकेको हो, चाहिँ गोरुको मालिक हो, टेके भतिजो हुने हो। सानोदेखि उनीहरूले एकदम पर्फेक्ट भइसकेको छ। अनि यो पखाला रातो गोरु जोत्ने रातै भेष लाउने चाहिँ सन्तोष हो। सानैदेखि खेतीपातीलाई अँगालेर अघि बढिरहेका छन्। हवस् त, फेरि भेटौँला अर्को ब्लगमा।